हेलो नमस्ते, मेरो नाम प्रतीक खतिवडा र मेरो भाइको नाम युगल खतिवडा। म अहिले कक्षा 5 मा पढेको छु र अहिले स्कुलको बिदा भएको कारण अब यो वर्ष पछाडि म कक्षा 6 मा पढ्ने छु र मेरो भाइ कक्षा 3 मा पढ्ने छ र हामी एउटा नयाँ युट्युब च्यानलमा अलिकति सक्रिय हुन चाहन्छौँ र तपाईहरु हामीलाई सपोर्टहरु साथहरु दिनुहोला, लाइक शेयर र कमेन्ट दिनुहोला र हामी कस्तो टाइपको भिडियो बनाउनुपर्छ भनिदिनु होला। धन्यवाद। ओके अनि भाइ मेरो त कन्टेन्ट भनेको पर्सनल लामा हो। मेरो चाहिँ मलाई साह्रै मन पर्छ त्यसको कन्टेन्ट। त्यसको भिडियो एडिटिङ कस्तो सिम्पल पनि छ, कस्तो दामी छ। मलाई त्यसको भिडियोमा देख्यो भने मलाई त हाँस उठ्छ पनि, कस्तो दामी कन्टेन्ट छ। अनि एउटा भन्न चाहन्छु, उसको भोइस पनि राम्रो छ, उसको धेरै साथीहरू छ, कति धेरै साथी, यही भन्न चाहन्छु। अब तिमी पनि त्यस्तै भिडियो बनाउने, कस्तो खालको भिडियो बनाउने? म चाहिँ होस्टेलको भिडियो बनाउने। मलाई चाहिँ होस्टेलको मन पर्छ। म चाहिँ स्ट्रिट गार्डन बन्छु, प्रतीक चाहिँ एउटा होस्टेलको मान्छे बन्छ। अनि म चाहिँ गाली गर्ने एडिटिङ गर्छु। ओके, सो एडिटिङको पार्ट म गरिदिन्छु। तिमीहरूले चाहिँ यस्तो भिडियो बनाउनु पर्छ जो चाहिँ सिम्पल अनि सिम्पल एडिटिङ छ कि पर्सनल लामाको। अनि एउटा साउन्ड इफेक्ट छ, मलाई कस्तो मन पर्छ त्यसको साउन्ड इफेक्ट। ओके, द्याट्स गुड। त्यो घुँडा अलिक तल राख। ओके, त्यसो भने आजदेखि तिमीहरूको चाहिँ युट्युबको यात्रा सुरु हुने भयो होइन? कस्तो लागिरहेछ प्रतीक? अलिकति अनौठो टाइपको लाग्दैछ। यो अनौठो लाग्नु भनेको नि एउटा प्रगतिको एउटा पहिलो स्टेप हो। मेरो नाम चेन्ज गरेर युगल खतिवडा राख्नु। अलिकति कम्प्लेक्स टाइपको, अलिकति नबुझ्ने खालको, अलिकति सुन्दाखेरि पनि रमाइलो लाग्ने खालको चाहिँ नाम राख्नुपर्छ। त्यो डाइरेक्ट आफ्नो नाम चाहिँ राख्नु हुँदैन। भल्ले एन्ड युगल या कुनै एउटा सोच हामीले बनाउनु पर्छ। अनि अन्तिममा के भन्न चाहन्छ? यो भिडियो म ऱ्याप अप गर्दैछु, यो भिडियो चाहिँ युट्युबमा राखिदिन्छु। त्यस पछाडि कस्तो कन्टेन्टमा अब भिडियो बनाउने अरे तिमीहरू? हामी चाहिँ अलिकति होस्टेल इन्टरटेनमेन्ट कन्टेन्टमा प्रतीकलाई भन्न देऊ त। अनि हामी चाहिँ स्टिक हुन्छ नि, यो एक्टिङ गर्छौँ नि हामीले। रिसाको म चाहिँ स्टिक गार्डन हो, यो प्रतीक चाहिँ मान्छे हो, होस्टेलको मान्छे। म चाहिँ प्रतीकलाई गाली गरेर एक्टिङ गर्छु। यस्तो गर्नु हुँदैन होस्टेलमा। अनि होस्टेल जस्तो सफा रुम हुनुपर्छ, अनि मात्रै भिडियो बनाउन राम्रो देखिन्छ। ओके, ल ठिक छ प्रतीक, छोटकरीमा तिमी के भन्न चाहन्छौ? कस्तो खालको भिडियो बनाउन चाहन्छौ? हामी चाहिँ अलिकति इन्टरटेनमेन्ट र अलिकति सिम्पल र राम्रो भिडियो बनाउन चाहन्छौँ र तपाईहरु सपोर्ट देखाइदिनु होला। ओके, थ्यांक यू। तपाईं च्यानललाई सपोर्ट गर्न सक्नुहुन्छ। पहिला सब्स्क्राइब गर्नुहोस् अनि त्यो जोइन लिंक बटनमा क्लिक गर्नुहोस्। तपाईको हाम्रो च्यानल सपोर्ट हुन्छ। ओके, थ्यांक यू।